आज म बनाउँदैछु मेरो बाबुलाई चाहिँ ओट्स मिक्स मसला ओट्स भनौँ फ्रुट्स ओट्स बनाउँदैछु जसमा चाहिँ मैले यो ओट्सको धुलो लिएकी छु त्यसलाई चाहिँ भुटेर मिक्सरमा पिसेछु ड्राई फ्रुट्सहरू पनि मैले सबै यसैमा मिक्स गरेकी छु त्यसै गरी यो एभोकाडो अनि दुईटा मैले लिएकी छु स्ट्रबेरी अनि केरा लिएकी छु यो चाहिँ लोकल केरा हो घरमै पकाएको औषधि नहालेर अब चाहिँ पहिला चाहिँ मैले ओट्सलाई पकाउँछु थोरै दुधमा सबभन्दा पहिला त मैले एउटा फ्लामको भाँडा लिएकी छु फ्लामको भाँडामा चाहिँ मैले थोरै दुध लिन्छु मैले थोरै दुध लिएकी छु दुधलाई चाहिँ नतताएर ओट्सलाई चाहिँ हामीले त्यसमा घोल्यो भनेपछि चाहिँ त्यसको डल्लाहरू पर्दैन त्यही भएर मैले चाहिँ सधैँ पनि पहिला चिसो दुधमा चाहिँ ओट्सलाई मैले चाहिँ घोल्छु पहिला ओट्सलाई घोलौँ है त मैले चाहिँ स्मल स्पुन लिएकी छु स्मल फ्रुट्सहरू आज धेरै छ त्यही भएर मैले चाहिँ स्मल स्पुनको 2 स्पुन लिन्छु मेरो बच्चाको अब यो डिनर पनि हो कहिले चाहिँ अब आज अलिकति ढिलो भयो नत्र भने ब्रेकफास्ट पनि गर्थ्यो आज चाहिँ थोरै अब अलिकति थोरै लिन्छु अरू यति भएपछि भइहाल्छ यसलाई चाहिँ हामीले मजाले घोल्ने यस्तो गऱ्यो भनेपछि चाहिँ डल्लाहरू पर्दैन पकाउनु त पर्दैन यो भुटेरै उ गरेको हो पिसेको हो तर पनि पकाउँदा चाहिँ हल्का बाक्लो हुन्छ बच्चालाई खानलाई सजिलो हुन्छ यसलाई चाहिँ अब हामीले ग्यास अन गरेर यसलाई चाहिँ यसै गरी मजाले पाक्न दिने यो चाहिँ अब यतिको फर्ममा भएपछि हामीले बन्द गर्दा हुन्छ यो किनभने दुध सुक्छ त्यसैले पछि फेरि बाक्लो हुन्छ यतिको प्युरी भएपछि चाहिँ हामीले यसलाई बन्द गरिदिने त्यसै गरी मैले यता लिएकी छु फोकले चाहिँ मैले मजाले म्यास गरिरहेको छु यो फलफुलहरूलाई मैले चाहिँ 1 स्पुनको 2 स्पुन यसरी निकालेर एभोकाडो पनि लिएकी छु मिठो रहेछ एभोकाडो चाहिँ मैले यो फ्रुट्सलाई चाहिँ यतिको म्यास गरिसकेपछि अब यसमा चाहिँ मैले ओट्स राख्छु जुन अघि मैले पकाएको थिएँ मैले सबै ओट्स अघि पकाएको लिएर यसलाई चाहिँ मजाले फेरि सबै मिक्स गर्ने यसमा चाहिँ कुनै चिनी सक्कर भेली केही पनि राख्नु पर्दैन यसमा फ्रुट्सले नै यसलाई गुलियो बनाइहाल्छ मेरो बच्चाले पनि धेरै गुलियो पनि खाँदैन फ्रुट्सको गुलियोहरू चाहिँ खान्छ त्यसो चिनी अनि भेली सक्कर अनि के भन्छ चिनी त्यस्तो चाहिँ उसले खासै खाँदैन त्यसैले उसलाई फ्रुट्सको गुलियो चाहिँ एकदम ठिक्क हुन्छ उसलाई त्यही भएर म खासै अरू लिँदिनँ अहिले कसो त्यही साबुदानाको खिरहरू अनि चामलको खिरहरू पकाउनु पर्यो भने चाहिँ मैले थोरै गुड लिन्छु भेली लिन्छु नत्र भनेपछि यतिकै नै ठिक हुन्छ मेरो बच्चालाई चाहिँ अहिलेको बेलुकाको यो डिनर चाहिँ रेडी भयो अब दिस इज फर माई बेबी हेर्न सक्नुहुन्छ खासै लाइटिङ अलि होइन यो चाहिँ मेरो बच्चाको ओट्स रेडी भयो रेडी टु इट